तपाईँ एकदमै कन्फिडेन्ट देखिँदै हुनुहुन्छ होइन? तपाईँलाई चाहिँ के कुराले कन्फिडेन्ट बनाउँछ? मलाई चाहिँ पोजिटिभ भाइब्सले के त्यस्तो लाग्छ है। अनि नेगेटिभ के पनि सोच्दिनँ, मैले जे पनि पोजिटिभ सोच्छु त्यसले चाहिँ मलाई चाहिँ कन्फिडेन्ट गराए जस्तो लाग्छ। यो आजको तपाईँ बनिनुमा हिजोको कुनै त्यस्तो अनुभव, सङ्घर्ष अथवा त्यस्तो कुनै चुनौतीहरू छ तपाईँको जीवनमा? यहाँसम्म आइपुग्दा त धेरै सङ्घर्षहरू भयो नि है, तर हामीले चाहिँ सङ्घर्षसित जुझ्दै अगाडि बढ्नुपर्छ। मेहनत पनि गर्नु पर्यो है। मेहनतले चाहिँ हामीलाई धेरै अगाडि बढाउँदो रहेछ, आफूमाथिको विश्वास र मेहनतले। हजुर, र तपाईँको त्यो बेलाको आफूलाई चाहिँ केही भन्न, केही सन्देश दिन चाहनुभयो भने के दिनुहुन्थ्यो? त्यो बेलाको मलाई चाहिँ म चाहिँ अलिकति नडराउने भएको भए होइन। त्यतिखेर मलाई डर लाग्थ्यो, अलि मान्छेहरूसित नो भन्न जान्दैन मैले होइन। त्यसले गर्दा मलाई धेरै दुःख भयो। अहिले चाहिँ म स्ट्रङ भइसकेँ, फेरि धेरै कुराहरू चाहिँ मान्छेको चित्त दुख्छ कि भनेर मैले नो भन्थेन है। त्यत्तिकै जे पनि हुन्छ हुन्छ भन्थेँ, त्यो सिकेँ। अनि अर्को फेरि आफूमाथिको विश्वास, त्यही हो। अनि जो चाहिँ कन्फिडेन्टमा एकदमै कमी महसुस गरिराख्नु भएको छ त्यो व्यक्तिलाई चाहिँ तपाईँ के भन्न चाहनुहुन्छ? मैले त्यस्तो व्यक्तिलाई के भन्न चाहन्छु, आफूमाथि विश्वास गर्नु। अरूको हेरेर उसको राम्रो भयो भन्दा पनि आफूलाई निखार्ने, भित्रबाट निखार्ने प्रयास गर्नु। त्यो गऱ्यो भने हामीले अरूको कुरा गरेर अरूलाई होइन, अरूको बारेमा सोचेर टाइम बर्बाद गर्नुभन्दा आफ्नो लागि सोचेर आफ्नो लागि टाइम दिनु। त्यसले गर्यो भने तपाईँलाई धेरै अगाडि बढाउँछ अनि कन्फिडेन्ट पनि गराउँछ। हजुर, अन्तिममा चाहिँ तपाईँको नाम? मेरो दिपा घिमिरे। र म बबिता। तपाईँलाई भेटेर एकदमै खुसी लाग्यो। थ्याङ्क यू, धन्यवाद हजुरलाई पनि। एक्सक्युज मी, तपाईँ एकदमै कन्फिडेन्ट देखिँदै हुनुहुन्छ, के कुराले तपाईँले कन्फिडेन्ट बनाउँछ? मलाई मेरो मम्मीले। कसरी? मेरो मम्मी इज भेरी सेल्फ कन्फिडेन्ट, त्यही भएर आई लर्न फ्रम हर। हजुर, तपाईँ अहिलेको आफू बनिनुमा होइन पहिलेको कुनै अनुभव, सङ्घर्ष, कुनै चुनौतीहरू थियो? छैन त्यस्तो त केही छैन, सबै मम्मीबाटै सिकेको त्यतिखेर। तपाईँको पहिलेको आफूलाई होइन के सन्देश दिन चाहनुभयो, के दिनुहुन्थ्यो? अझै सेल्फ अर्गनाइज हुनु सिक्ने। आफ्नो बाल्यकालदेखिको होइन, अब मलाई चाहिँ पढ्न नपाउँदाखेरिको त्यति चाहिँ हुन्छ। हजुरले पढ्न पाउनु भएन? अलि त्यसै पढ्ने अवसरहरू पाइएन। दुःख लाग्दो कुरा चाहिँ त्यही छ मलाई। आन्टी, हजुर कता जान लाग्नु भएको? उता पसल। आराम हुनुहुन्छ? आरामै छु। म तपाईँलाई एउटा क्वेसन सोध्छु ल। के क्वेसन सोध्नु? मलाई भन्न आउँदैन होला। होइन, तपाईँले जीवनमा सिक्नु भएको सबैभन्दा महत्त्वपूर्ण कुरा के हो? महत्त्वपूर्ण कुरा? हजुर, तपाईँले अहिलेसम्म सिक्नु भएको। राम्रो शिक्षा होइन, राम्रो सिकाउने, राम्रो बाटोमा हिँड्ने, नराम्रो बाटो नहिँड्ने, आफ्नो दुःख गर्ने, मिहिनेत गर्ने, त्यही नै सिकाएको छ आफूले त। अरू त अब होइन, नराम्रो काम गर्नु भएन, चोर्नु भएन, ढाँट्नु भएन, आफ्नो परिश्रम गर्ने, दुःख गर्ने, खाने होइन, त्यही नै हो। अनि धेरै धेरै है चाहिँ नि अभिभावकको चाहिँ नि जिम्मेवारी हो त्यो। अभिभावकको कमजोरीपन हेर्नुहोस् होइन। अब त्यसमा के छ भन्नुहुन्छ भनेदेखि अब अहिले धेरै थोर त सबैले शिक्षा हासिल गरेका छन् होइन। अब खासै भन्नु पर्दाखेरि अब चाहिँ अभिभावकको एउटा कमजोरी हो। सुविधा भएर पनि अहिले बच्चाले जुन चाहिँ उ गर्नुपर्ने थियो नि त्यो शिक्षा पाएका छैन। अन्त बच्चाहरू नै अब भनौँ न, अब 10 पास गर्ने बच्चा त सानो हुँदैन होइन? हुँदैन। हजुर, अब त्यस्तो बच्चाले चाहिँ अब उसलाई केही गर्न मन छैन, पढ्न मन छैन होइन, त्यस्तो बच्चाहरूलाई चाहिँ कसरी चाहिँ गर्ने? अब तिनीहरूलाई कस्तो भनेदेखि एउटा चाहिँ नि चेतनामूलक कार्यक्रमहरू ल्याउनु पर्यो होइन। अब तपाईँहरूको अब अहिले अरू नैतिक शिक्षाहरू छैन, सामाजिक शिक्षाहरू छैन होइन। अब अहिले पढ्ने मात्रै काममा नलाने व्यवहारिक शिक्षाहरू चाहियो। शिक्षा नभए नि अहिलेको युगमा पहिलाको जस्तो मान्छे अहिले जस्तो समय भइदिए के गर्नुहुन्थ्यो होला होइन। अहिलेको समय भनेको त महत्त्वपूर्ण छ नि त होइन। अब त्यो समयलाई चिन्न नसकेर चाहिँ नि अब पछि परिरहेको छ। तिनलाई चाहिँ काममा लाने पर्यो। सरकारले पनि अरू त केही गर्नु पर्दैन, काम गर्ने वातावरण बनाइदिने होइन। अनि यो चाहिँ नि अहिले भाँडिएका छन् जुन चाहिँ नि तिनलाई चाहिँ नि अलिकति चाहिँ ट्र्याकमा ल्याइदियो भने त अरू त गरिखाने अरू त आफै भइहाल्छ नि। सरकारलाई
सरकार त अब यो कस्तो भइसक्यो भने हामी सरकारहरूलाई मात्रै दोष दिने भए अब नेता यस्ता उस्ता यहाँ त्यहाँ भन्ने भए हाम्रो जिम्मेवारी चाहिँ नि छैन हैन। मैले भने नि सरकारको मुख्य कुरा काम कर्तव्य भनेको चाहिँ नि देशमा शान्ति सुरक्षा जुनसुकै सरकार आए पनि पहिलो कर्तव्य भनेको शान्ति सुरक्षा कायम गर्नु हो हैन। अरू भनेको त अब भइहाल्छ, कसको चित्त कसले बुझाउन सक्छ र कसलाई अब म पूर्व जानु परेको छ मलाई पश्चिम जा भन्दा मान्दैन नि म त हैन। तर मान्छेले किनभने जबसम्म जनतामा चेतना आउँदैन तबसम्म केही पनि हुँदैन। सरकार जसुकै उथल पुथल हुने हैन, हजुर हामीमै आउनु पर्यो, चेतना चाहिँ नि हामीमा आउनु पर्यो, मलाई चाहिँ त्यस्तो लाग्छ है। हजुर चेतना चाहिँ अब चेतना सरकारमा होइन तर जनतामा जनतामा चाहिँ आउनु पर्यो। जबसम्म जनतामा चेतना आउँदैन तबसम्म सरकार जोसुकै आउन् जाउन् केही उनै हुँदैन, भ्यालु हुँदैन। हस् धेरै धेरै धन्यवाद।